तिमीले यो मलाई सुटिङ गरेर मैले के भने सुटिङ पुरा गर्छ गोलिलाको एक्टिङ हिचक्या गर्दाखेरि यहाँ आएन हौ यहाँ तल पेटमा हानेको भिडियोको नाम के क्या भिडियो आएकै छैन गाइज अब आउँछ गाइज छिट्टै वेटिङमा गाइज चारजना बोलो गेम खेलम ढुकुर ठुको भाँच्यो भन्छ त के भाग्यो तेरी भैंस की चारजना बोलो गेम खेलम ल को छ अघि म्यागी दिएको पढाइ त म्यागी हुन्छ मलाई कथा त्यो पनि छैन गेम कस्तो गेम पढ्छु हान्ने आज त कि त अलिकति बोल्न जान्ने भने हाब्रोले हो कि माहौल त पनि हाब्रे आज कहाँ गयो यार नआया पुलिसले बिहान हारेर आइन लाइभ त्यसले कसम खाएकी तेरो आइन लो बिहान हाने कि के अरे कायाहरूले 12 गेम अनि आइने कसम खाएको थियो नि आउँदिन भनेर अनि आइने लो तेरी माई पाकिस्तानी हुन्छ गाई पनि यहाँनिर पनि छिटो बोलाऊ रे अनि किन चम्क्यो के साह्रो हतार हो कहाँ हतार लेडी बर्ड बोलाऊ लेडी बोर्ड त अघि कहाँ गएको थियो लेडी बोर्ड पो है अर्को लेडी बोर्ड आयो फेरि हेलो आले ठिक छ त के साली आला गर ठिक छ बेना ठिक छ के छ बेनाको ठिक छ तीनटा केटीको बिचमा म एक्लै भयो के भयो तीनटा केटीको बिचमा एक्लै भयो म त यार यत्रो प्राको बिचमा एउटा बकुला त्यही त बकुला राख्न नि पुरै त घाँटी खुलाइदिनु पर्छ वान म्यान आर्मी के छ म्यागेन अनि जिब्रो निकाल्छ के हो होइन दाइ अघि अब यसरी खाएको थियो कि जमै दाँतमा अड्के छ हो खाने हो तपाईँ के आँप जिन्दगीमा धोका बानी छ बेनादार खाने मात्रै नभने आर खाने बानी छ बेनामा त अर्कै खाने मतलब अर्कै खाँदा खाँदा उहाँनिर पुरै पल्केर बसेका छन् नेपालीकोले नेपालीको छोडेर अर्कै उता विदेशी खोजे अब त कञ्चन पल्सन गेम खेल्यो कि नै खेल्छु त पनिसमेन्ट किन म पनिसमेन्ट खेल्दिनँ र अरू बेला खेल्छु जस्तो घुम्नेको जहाँ बसेर खाने केटीहरू के डङ डङ आउँछ तिमी ढुकुरमा भिला बस्ने काम छैन साह्रो आरिस क्या यो भेनालाई के साह्रो एउटा कुर्सी त तपाईँ पनि लिएर बस्न सक्छ त हो भेना के साह्रो भेना सोर्नु मात्रै जाने जोड्नु जाने होइन अनि मैले भनेको जस्तै कि हामी चन्दनलाई हेर्छ भने एउटा गेम खेल्न आइसकेपछि योद्धा जस्तो मान्छे एउटा तम्तार हुन्छ नि अब तम्तार तिम्रो योद्धा जस्तै हिँड्नु तिम्रो भाडा घरमा बस्छु अनि कहाँ अनि त्यस्तो घरमै एउटा होस्टमा जोस हुन्छ नि त गेम खेल्न आइसकेपछि गेम आइसकेपछि जोसेर खेल्ने हो क्या बेन अब स्कोर आउनु छ कि छैन अनि बस्दा त के भन्दैछ तपाईँ पनि त बसि नै रहनु भएको छ त म त झुलसुल लगाएर बसेर त पुरै सुतुम्ला जतिकै गरेर सुत्नको लागि रेडी छ त्यो त झन् पछाडि हेर्नु त लामखुट्टे टोकेर केही छन् रातभरि लामखुट्टे मार्ने मान्छे पनि छैन लामखुट्टे खेम्यो क्या भने यहाँ पुरै सब टोकेर हातैभरि हेर्ने कुन दिन लामखुट्टे खेम्यो भने यहाँ राति कानमा गुनगुन गर्छ ढिसीले नै कति धेरै हो 3000 मान्छेमा त यो 2000 ढिसीमा त छ यार भने रुबिन जान्छ अरे हो र ल केही छैन ल ट्राई गरौँ ल एकछिन ल खेल्ने बा खेलिहालौँ लु कस्तो कस्तो खेल्ने हो गेम को खेल्ने ठुलो मान्छे रोजिहाल्छ कति बाटी छ यार अघि नै अपरेनमा खेलेर आएको भर्खरै मेरो सब दुश्मन बनाऊ नि सब दुश्मन बनाऊ एक्लै अनि करोडसँग गेम मात्रै बस्छन्
दुसरा भनेको दुसरा रोस्टमा गेममा खेल दुसरा भनेको रोस्ट गेममा खेल्नु भनेको ओपनमा खेलाएको ओपनमा खेलेको हो त भन्नु न नि खेल्नु ओ मलाई चाहिँ दुश्मन नबनाए ल ल हुन्छ ल तिमी म्यागिन राख्नु तिमी म्यागिन राख ल अहो म त जे गर्न रेडी म त दिन्छु म त म्यागिन 7 मान्छे हुनुहुन्छ डराउँछु कति खेल्छौ म जे गर्नु रेडी हो छ्या हिमाल चढेर आएर आमा म घरको पहाड चढ्न सकेन ओली हिमाल चढाइसके यार तिमी यस्तो हो र तपाईँले सकेन होला पहाड चढ्नु कति सङ्घर्ष गरेर आएको रोबिन बिचरा यो ठाउँमा कति के चढ्न होला पुरै कस्तो 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 झेलेर होला के बोल्छ पागल ल लु खेल म्यागिन र म ल भोटिनी च्यालेन्ज गरेर के पनि भन म्यागिन र तिमी कञ्चन र म ल कञ्चन के पन्छ तँलाई के नयाँ थाहा छ नयाँ कतिमा फर्स्ट पन्छ एउटा अन्डामा गिलासमा सरफ नुन स्याम्पू हालेर घोलेर मुखमा ननिल्ने नउकाल्ने फर्स्ट पनिसमेन्ट दोस्रो पनिसमेन्ट ओल्ड डान्स हुन्छ एउटा खुट्टाले तेस्रो पनिसमेन्ट चम्केर फेरि अहिले फेरि तेस्रो पनिसमेन्ट भन्दा यहाँ गेममा के भयो डबल ट्याप खेले हुन्छ न त न गेममा डबल ट्याप खेले हुन्छ न त यहाँ तेस्रो पनिसमेन्ट सिरक जलाउने दुईटा गर्ने दिएको छु मैले रोबिन अलिकति नजोसिकन यहाँ डबल ट्याप गेम खेल्ने मात्र यहाँ कामै छैन यो नजोसिकन त यहाँ कामै पनिसमेन्ट हार्ड नभए त यहाँ कसैले पनि यहाँ जोसै के हाल्ने अरे नुन सरफ स्याम्पू घोल्ने ननिल्ने नउकाल्ने एउटा अन्डामा कस्तो ननिल्ने नउकाल्ने भनेको मुखमा यत्तिकै म्यागिन सक्छ गर्मी लाग्यो सिरकको काम पनि छैन जलाइदेऊ कति स्कुलमा ल भने स्कुल पनि त्यसो गर पोन्सन कडा छ बेस्ट थ्रिकिलम हामीसँग 7000 मान्छे हुनुहुन्छ किन भने 15 दाउला दुईटा गेममा 15 जोडेर दुई गेममा 15000 आउनु पर्छ एक गेममा 30,000 दुईटा गेममा गरेर 30,000 30 के ओके हुन्छ ल तपाईहरुको भन्नु ल हामी त सेम हो दर्शकले सेम भने कि त फस्यो कि त फसायो सिधै कुरा म्यागिन सक्छौ किन तिमी हुन्छ हिमाल चढे जस्तो यहाँ गेम खेल्न सजिलो छैन मित्र हिमाल चढ्ने भन्दा कागज दाजु यार हेर तिनटै कडा छ सिरक पनि चढाउन सकिन तेलमा नाचे पनि तिमी ढाड भाँच्छौ पक्का बाँकी रह्यो अन्डा सरफ घाँटीमा राख्यो भने घाँटीमा 1-2 महिनासम्म खोकी लाग्न सक्छ तिमीलाई तिनटै कडा छ तिनटै कडा रोज नि तिम्रो काम तपाईँ जे गर्नु म त्यही गर्छु मेरा बा हिमाल चढेपछि मान्छेको साहसी बन्दो रहेछ यार मैले चाहिँ बिस्तारै सिरानी पनि चढ्न नसक्ने यार माया तिमी कहिले श्रीमतीले मेरो बिचमा ग्याप हुन्छ सिरानीको त्यही सिरानी पनि चढ्न सक्दिनँ म हिमाल चढाइसक्यो यार जाने के गर्ने के छोरा कहाँ आफ्नो छोरी कुरा गर्दा मार्ला जस्तो गर्छ अहिले हिँड्ने कुरा गर्छ त्यसलाई पुस्तकलाई हान्छु मायाका तेरी भैंस की तेरी बहन की छोरा काँड निस्किन्छ कञ्चनलाई सोध्दा काँड निस्किन्छ मैले निकालेको छु बिचरा के थाहा पागल 10 कतिसम्म पढ्यो नि तिमी पढ्नु त पढेको हो नि त निकालेपछि सोध्नु न अनि हेल्थ विषयमा सबलाई सिकाउनु बच्चा काँड निस्किन्छ भनेर अनि त्यो युट्युबमा अनि थाहा छ त बेला म्यागिनला के हेर्नु भएको
अरे कञ्चनलाई फसाउनु पर्छ कञ्चनलाई फसाउनु पर्छ नि त यार सबैले मलाई दिइरहेछ नि के फसाउने कञ्चनका मान्छे आयो भने हाल्नु मुत्न पाइन्न मेरो बरु 8,000 भ्युवर मात्र हो ल ल ल ल ट्राई गरौँ ल ल ल छिटो छिटो अब गाइस होइन यहाँ लाइभ सेयर गरेर गर्छ ल गाइस लाइभ सेयर प्लिज गाइस कपलिङ लगाऊ लाइभ शेयर गाइस न लाइभ शेयर गर्नु पर्यो गाइस न सबैजना गाइस लाइभ शेयर गर्नु पर्यो गाइस न ल 550 जना हुनुहुन्छ गाइस सबैजना लाइभ शेयर गरिदिनु पर्यो मोटोहरू गाइस यो 4 जनामा खेल्नु त सबै लाइभ सेयर एन्ड रिपोस्ट है गाइस एउटै कुरा गर्दाखेरि गाइस सबैजना लाइभ शेयर म कट्टु लाउँछु त फर्क्यौ पारेर गाइस सबैजना एकचोटि लाइभ शेयर म गर्नु कट्टु लाउँछु त फर्क्यौ है रेडी हो के रेडी लाइभ सेयर गर्न गाइस एकपल्ट प्लिज लाइभ सेयर गर्नुस् त मलाई कमेन्ट तेरी माटो हङकङ बजारको छेउमा पानीपुरी बेच्न लास्ट गर्छ है गाइस प्लिज एकपल्ट सबले लाइभ सेयर कपलिङ लाइभ सेयर कपलिङ लाइभ सेयर कपलिङ लाइभ सेयर कपलिङ गाइस मलाई कमेन्ट गर्नु गडा एकैछिन ल करंट लाग्छ यार मायर कस्तो खाले माइक हो यो आइज आइज केटा आइज माइक आइज आइज आज म देखाउँछु गाइस लाइभ सेयर गर कति हतार कति हतार गर्ने हुँदैन चलो गाइस के भन्छ के भयो फेरि कट्टु चेन्ज गर्ने भनेर कता गायब भयो मान्छे गाइस खल्यो चलो 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 भयो रेडी छ ल ल ल आउनु ल छिटो आउनु 15,000 चलो गाइस जाओ 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 डबल एफ गाइड प्लिज एभ्री डबल एफ गाइड सबैजना डबल एफ गाइड 100% आज Guys, 15,000, let's go. We have 7,000 just right now. 7,000 मेरे दोस्तों का लाइव करा please. Guys, triples. If anyone have boosting, then drop the boost right now, please. The triple is going to be west. Guys, triple, we have triple. Let's focus again, please. Yes, we have just received the boosting right now. Let's go, guys. Guys, keep tapping.